हाई एभ्रिवान, आज चाहिँ मलाई कस्तो कुकर पुलाउ र चिकन खान मन लाग्यो अनि मेरो हस्बेन्डलाई पनि मनपर्छ। अनि त्यसपछि उहाँ काममा जानुभएको थियो अनि म बनाउँछु, रेडी गर्छु उहाँ आउँदासम्म भनेर टक्क सबै कुरा रेडी गरेँ। टमाटरको पेस्ट, अदुवा लसुन अनि प्याजको पेस्ट रेडी गरेँ, खोर्सानीमाथि गरेर राखेँ। अनि त्यसपछि चिकन यसरी फ्राई गरेँ। चिकन फ्राई गरिसकेपछि मस्त ब्राउन कलरको बनाएँ। प्याजहरू एकछिन उयो गरेँ, फ्राईहरू गरेर ठिक्क उयो गरेँ। अनि त्यसपछि टमाटर हालेर फ्राई गरेँ अनि मिट मसलाहरू अरू मसलाहरू मिक्स मसलाहरू हाल्दै त्यसरी चलाएँ। ग्रेभी टाइपको बनाउन आँटेको पुलाउसँग ग्रेभी मिठो हुन्छ चिकन। त्यसपछि मैले कुकरमा घिउ हालिदिएँ, ठिक्क हालेँ घिउ। अनि त्यसपछि मैले 2-3 घन्टा 1-2 घन्टा जति भिजाएको थिएँ पुलाउको थकाली चामल। अनि त्यो भिजाइसकेको थिएँ। अनि त्यसपछि ड्राई फ्रुटहरू सबै रेडी गरिसकेको थिएँ, गाजर मटर यसरी हालेर मैले चलाएँ। अनि त्यसपछि थोरै चिनी अनि थोरै नुन हालेँ, नमकिन टाइपको मिठो हुन्छ पुलाउ। अनि मैले पुलाउ चामल हालेर यसरी चलाएँ। अनि थोरै पानी हालेर मैले सिटी लगाइदिन छोडिदिएँ। अनि त्यतिकैमा यता चिकन पनि पाकिसकेको थियो। अनि यस्तो भएको थियो, पुलाउ पनि पाकिसक्यो। अनि खानालाई रेडी गरेँ। थोरै के भन्छ काँक्रा र प्याजहरू रेडी गरेर यसरी खायौँ।